पोइन्ट टु द पोइन्ट गरिदिनुहोस्। पाइन्टै हो तपाईँहरूलाई घोचेपछि पोइन्टमा पर्दैन सबै थाहा छ सभापतिज्यू तपाईँहरूलाई चाहिँ घोचेको कुरा मन पर्दैन सबै थाहा छ हामीलाई तपाईँहरू त सिंहदरबार कब्जा गर्न पाए हुन्छ नि गरिबको जनताको किन सुन्नुपर्छ सबै थाहा छ हामीलाई प्रजातान्त्रिक समाजवाद पनि थाहा छ नाटकै नाटक त हो नि बिपी कोइरालालाई त तपाईँहरूले बिपी प्रतिष्ठानमै बेच्नुभयो नि भ्रष्टाचारको आँकडा सबै थाहा छ हामीलाई सभापतिज्यूले ठुलो कुरा गर्नु पर्दैन सबै थाहा छ हामीलाई कति भ्रष्टाचार भएको छ कुन प्रधानमन्त्रीको पालामा कसले भ्रष्टाचार गरेको सबै थाहा छ केटापट्टि नजाउँ किन नजाने किन रोक्नुभयो म बोल्दिनँ के रोकेको होइन रोकेको होइन प्लिज टु द पोइन्ट गरिदिनुहोस् भने हो कि मलाई किन खोज्ने होइन प्लिज 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 बस्नुहोस् माननीयज्यू माननीयज्यू बस्नुहोस् आफ्नो पोइन्ट राखेर जानुहोस् प्लिज भरे 2-3टा बाँकी छ अब तपाईँले गरेर जानुहोस् मन्त्रीजी कुरिरहनु भएको छ रोकेको होइन तपाईँलाई पक्षपात गरे होइन प्लिज तपाईँले चाहिँ सिद्धाएर जानुहोस् आफ्नो चाहिँ कुरा व्याख्या धेरै नगर्नुहोस् मात्रै भने म त्यस्तो तपाईँहरूको समर्थन गर्न आएको होइन म यो त संशोधन गर्नै पर्छ किन रोक्नुभयो विरोध मलाई लाग्दैन कि तपाईँले गरेको विरोध हो आज युवा जति 80 लाख होइन मलाई यो विरोध होइन जस्तो लाग्छ यो ठिक छ संशोधन हाल्नै पर्छ तपाईँले रोक्न पाइन्छ त्यस्तै म त बोलिरहेको छु नि तपाईँहरूले किन रोक्नुभयो नरिसाउनु न मान्नेज्यू